किन त यति लामो ग्याप लिनुभयो दाइ? त्यही त हो नि, मैले नि धेरै चलचित्रहरू खेलिरहेको थिएँ। चलचित्र खेल्दा खेल्दै म भित्र पनि एउटा भित्री जिज्ञासाहरू धेरै हुन्छ। त्यो म आफ्नै जिज्ञासाको लागि दौडधुपमा थिएँ भनौँ न, भौतारिरहेको अवस्था छ। त्यो मसँग भइरहेको छ, मलाई मेरो जिज्ञासाले तानिरहेको हुन्छ। त्यसले गर्दा अलिकति बेला बेलामा म टाढा हुन्छु। धेरै मान्छेलाई चाहिँ निखिल दाइमा आएको यो परिवर्तन जुन छ नि, एक्सन स्टार, एक्सन हिरो फिल्म गरिरहनु भएको थियो, 81 निखिल दाइ पर्दाबाट टाढा हुनुभयो, अध्यात्मतिर लाग्नुभयो। यसले धेरै मानिसहरूलाई चाहिँ अलिकति अचम्मित बनाइरहेको थियो दाइ। तपाईँलाई चाहिँ किन यस्तो सोच आयो? होइन, पक्कै पनि मैले अरूलाई भन्नुपर्दाखेरि पनि हामी कुनै पनि एउटै प्रोफेसनको लागि त्यसैमा भएर त्यसैमै यो धरती छोडेर जाने भन्ने सोच हुँदैन। हामीहरू धेरै जिज्ञासाका साथ जन्मिएका हुन्छौँ र आफूभित्रको जिज्ञासा पुरा गर्न त्यति नै जरुरी हुन्छ। र मैले त्यो झट्ट छोडेको होइन, त्यो देख्दा झट्ट छोडेको देखिए पनि त्यो वर्षौँ अगाडिदेखि त्यो सवाल म भित्र चाहिँ उठि नै राखेको थियो र इभन अहिले पनि उठिरहेछ। र अहिले पनि मसँग फुर्सद भएसम्म, मैले टाइमले भ्याएसम्म म सबैसँग टाढा भएर मेरो आफ्नो जिज्ञासामा लागि नै राख्छु। म खास जान्न जरुरी छ भन्ने सोचले गर्दा आफ्नो जिज्ञासा आफैले नै पुरा गर्नुपर्छ भन्ने सोच पनि हो मेरो। त्यो सिनेमा इन्डस्ट्रीमा काम गर्दा गर्दा एक प्रकारको कहिलेकाहीँ त्यो तनाव हुन्छ नि त, एकदम धेरै। त्यो तनावबाट अलिकति रिलिफ हुने हो दाइ यसो गर्दा? ए होइन, यो चलचित्र उद्योगले दिने तनाव, यो चलचित्र कामको तनाव भनेको त सामान्य तनाव हो। कामको तनाव भनेको त एक किसिमले भन्ने हो भने अल्छीको तनाव हो। किनभने काम गर्दा गर्दा अल्छी लाग्छ, यसो बस्न पाए हुन्थ्यो भन्ने हुन्छ होइन। तर त्यो तनावको कारणले होइन, चलचित्रमा काम गरिराखेको थियो, यति धेरै माया पाइराखेको छु होइन, पारिश्रमिक पनि पाइरहेको हुन्छु, सबै चिज पाइरहेको छ। तर ती सारा चिजभन्दा पनि गहिरो सवालहरू धेरै छ होइन, ती सवालले मलाई तानेको मात्रै हो। ओके दाइ, अब चाहिँ फेरि तपाईँ आचार्यमा आउनुभयो, पारस साइन गर्नुभयो, फेरि कस्तुरीको साइन भनेपछि अब फेरि म दर्शकसँग फेरि नजिक हुनुपर्छ भन्ने सोच हो दाइ? म टाढा हुँदाखेरि पनि दर्शकबाट म टाढा थिइनँ। मैले मेरा त्यतिखेरका अनुभव पनि मैले इन्टरभ्यूको मार्फतबाट मैले दिनै राखेको हुन्छु। म यो छोडेर कहीँ गायबै भएर पर हुँदाखेरि पनि त्यहाँ भएको अनुभव पनि त आएर मैले बताउने त मेरै दर्शकहरूलाई नै हो नि। त्यसैले उहाँहरूबाट म कहिले पनि टाढा भएन। फिल्मको मेकिङहरूको चिजहरूबाट म अलिकति टाढा भयो। तर अब मेरो कोसिस चाहिँ ठिक्क चलचित्र गर्नु परोस् र अब कन्टिन्यू म मेकिङमा आउने मेरो विचार छ। चलचित्र निर्माणमा चाहिँ म निरन्तरता दिउँ भन्ने मेरो कोसिस छ र कोसिस हो। अब कतिको सहजता हुन्छ, कतिको मतलब सरल तरिकाले म गर्न सक्छु, त्यो चाहिँ अब समयले मलाई बताउला। तर मेरो कोसिस चाहिँ अब निरन्तर मेकिङमा आउने चाहिँ रहन्छ। एउटा अब कस्तुरीको बारेमा म एउटा क्वेसन पछि कुराकानी गर्छु। तर तपाईँको आचार्यलाई लिएर जुन खालको एउटा दर्शकहरूमा उत्सुकता छ नि दाइ, निखिल दाईको एक प्रकारले भन्दा कमब्याक फिल्म, त्यसमा चाहिँ निखिल दाई आफै डिरेक्टर हो, एकदम धेरै आशा छ कि दाइ? कस्तो बनाएको छ कि हामी एकदम धेरै, मलाई यसो सोसियल मिडियामा एकदम धेरै क्युट देख्छ। अब आफूले गरेको काम त सबैले राम्रो नै भनिन्छ, किनभने व्यापारिक चिज हो, आफैले नराम्रो भन्ने कुरा त आउँदैन। र मैले आचार्यको बारेमा भन्नुपर्दाखेरि आचार्य आएपछि नै त्यसको मूल्याङ्कन गरिदिनु भयो भने ठिक होला। मैले भन्दाखेरि अलि धेरै ठुलो कुरा गरे जस्तो लाग्न सक्छ। त्यसैले गर्दाखेरि पनि मैले मिडियामा त्यति धेरै आचार्यको कुरा नै गरेको छैन होइन। तर जति गरिया छ मेरो कोसिस एउटै मात्रै कोसिस हो, मलाई बौद्धिकतामाथि चाहे मतलब सत्य घटनामा आधारित भनौँ, चाहे मैले भयङ्कर ज्ञान बाँड्दैछु, यस्ता केही चिजमा पनि होइन। मलाई एउटै चिज छ, मलाई लाग्छ सबैले यो चिज फिल गर्न जरुरी छ। हामीले चलचित्र बनाएर चलचित्र खेलेर पनि देशको लागि सोच्न एकदमै जरुरी छ। विदेशी चलचित्रले एउटा राम्रो जरो गाडिसकेका छ, त्यो जरोलाई हामीले कमजोर गर्नको लागि पनि उनीहरूकै टाइपको चलचित्र बनाएर उनीहरूमाथि नै प्रहार गर्नुपर्छ भन्ने मेरो सोच हो। उनीहरूलाई प्रतिबन्ध लाएर होइन कि हाम्रो दर्शकले उनीहरूको चलचित्रबाट जे चिज पाएर त्यतातिरको आकर्षण बढाएको छ, त्यो आकर्षणलाई तोड्नलाई हामीले त्यो टाइपको चलचित्र यहीँ पनि बनाउनु जरुरी छ भनेर मैले आचार्यको त्यो लेभलको फिल्म बनाएको छ। कोसिस त्यो लेभलको छ। हाम्रै बजेटमा त्यो लेभलको कोसिस चाहिँ हाम्रो छ है। उनीहरूको बजेटमा त हामी जान सक्दैनौँ, तर कोसिस चाहिँ पक्कै पनि छ। निखिल दाईबाट जुन अपेक्षा हुन्छ नि, अब त अहिले त एक्सन फिल्महरूमा नि अब नयाँ स्टारहरू आइरहनु भएको छ। हजुर, त्यो एउटा अपेक्षा, त्यो हामीले त्यो मुलिनको पुलमा तपाईँ त्यो डोरीमाथि हिँडेकोदेखि लिएर जुन अपेक्षा थियो, 7 तलाबाट हाम फालेको अपेक्षा थियो, त्यस्तो के नयाँ चिज आउँछ है आचार्यमा? त्यस्तो धेरै नै छ नयाँ चिज जो युवाहरूले चाहिँ सोचेर ओहो यो स्टन्ट ओहो कति थ्रिल छ, जसले चाहिँ एक किसिमको मोटिभेट गर्छ। र मेरो चलचित्रको मैले आचार्यकै भन्नुपर्दा त्यसमा 1 लाइन भन्नुपर्दाखेरि के छ भने
डराएर जीवन बाँच्नु पनि के बाँच्नु। समयले सबै चिज देखाउँछ भने निडरता भएर बाँच्छु भन्ने सन्देश चाहिँ त्यो चलचित्रले दिएको हुन्छ। कस्तुरी चाहिँ किन दाइ अब वर्षाजी पनि यहाँ आउनु भएको छ कस्तुरीमा जानु कस्तुरी डेफिनेटली त्यो एक किसिमको मुभी हो होइन। भन्छ नि समुद्रको छाल पनि आउँछ र शान्त पनि रहन्छ, दुईटै अवस्थामा समुद्र सुन्दर देखिन्छ नि होइन। त्यो छाल हो भने यो शान्त अवस्था हो। यसको क्यारेक्टर शान्त छ तर हार्ड छ। यसमा निखिल उपाध्यायको